हामी चाहिँ यस्तो खाँदैछौँ। आज पनि हामी यति धेरै दर्शकहरूलाई लिएर मौसम कहाँ खर काट्ने हो र। वेलकम ब्याक टु माई न्यू भिडियोमा फेरि पनि स्वागत छ। आज पनि हामी यति धेरै दर्शकहरूलाई लिएर खर काट्न आइसकेको छु, हेर्न सक्नुहुन्छ। हामी चाहिँ आज यति धेरै खर काट्न छौँ अनि फेरि नास्ता खाएको नि देखाउने छौँ, हेर्न सक्नुहुन्छ। एकजना चिबेछ होइसिन्छ। ओ म्याम यता हेर्नु न, मेरो भिडियोमा स्वागत छ। ल हेर्न सक्नुहुन्छ ल साथीहरू, ल हेर्दै गर्नु होला। हामी चाहिँ खर काट्छौँ। अरू भिडियो फुल भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। मेरो भिडियोलाई माया गरिदिनु होला। साथीहरू हामी चाहिँ घाँस काट्दैछौँ। घाँस हो कि खर हो? मेरो बानी चाहिँ बसेर काट्ने छ है, उठेर काट्न सक्दिनँ। हामी चाहिँ खर काट्छौँ। बेलुका 10 बजीतिर नास्ता खान जान्छौँ है साथीहरू। हामीले यहीँ साथमै नास्ता बोकेर आउँछौँ नि। आइफोन होला नि अन्त कति हो नि आइफोन? साथीहरू नन्दा हुनु पनि गाह्रै छ। नन्दा भएकोमा बिहा गर्न लास्टै हेपेर बोल्दा रहेछन्। नभएका कुरा लाउने रहेछन् भन न। के नभएको कुरा लाएर गाली खुलाउने। काम नभएका नन्दाहरू छिटो पहिला गएर हुन्थ्यो। काम नभएर यहाँ बल्ल बल्ल खर काट्न आएको मलाई के भन्दै जिस्काउँदै खर काट्न। यस्तो रमाइलो हुन्छ साथीहरू खर काट्न आउँदाखेरि। रमाइलो पनि हुन्छ, मन पनि दुखाइदिन्छन् कसैले। आन्टी फिजाउने हो कि घाँस राखिदिने हो? म त सुकाइदिएको। ल साथीहरू उहाँ पारि पनि आएछन् खर काट्न, हेर्न सक्नुहुन्छ। पारि पनि आएछन्। हामी फेरि यता काट्दैछौँ हाम्रो टोली फेरि। ल हेर्दै गर्नु होला। हामी चाहिँ अहिले देखाउने छु नास्ता। 2 खुट्टे है। ल सबैलाई पुर्याउनु पर्छ के? लाउनु रक्षा लाउनु के? इति है। 2 खुट्टे फेरि 1 खुट्टे नानी पाउनु होला। लाउनु आन्टी। एकन ऊ है, मुखमा मात्रै राख्नलाई। लाउनु के छिटो, मलाई काट्न ढिला भइसक्यो। के गराएर होइन उसले दिएको हो के। लाउनु 2 खुट्टे है, 1 खुट्टे नाति जन्माउनु होला। लाउनु फुपू। ल 2 खुट्टे है। यहाँ छैन के अहिले आइसमा रुनुहुन्छ अनि
ल भ्याइयो आइसमा भ्याइयो ल न ऊ अन्टिल त अनि सबैलाई देऊ भनेर ल साथीहरु हामी चाहिँ खर काटेर पनि नास्ता खान लागिसक्यौं नास्ता फेरि यस्तो छ नास्ता चाहिँ हामी चाउचाउ खान लाग्छौँ है साथीहरु चाउचाउ हेर्न सक्नुहुन्छ हामी चाहिँ चाउचाउ खाँदैछौँ यता खाइराख्नु भए यता चाहिँ बिस्कुट खाँदै हुनुहुन्छ यता चाउचाउ हेर्न सक्नुहुन्छ सुलभ हजुर खाँदै हो नि हामी चाहिँ चाउचाउ खाँदैछौँ रक्षा खानु न हो मेरो चाहिँ यहाँ छ हेर्न सक्नुहुन्छ मेरो चाउचाउ खानु न खानु सधैँ हेर देखा हेर्नु हामी पारिदेखि काट्दै काट्दै आएर यहाँ नास्ता फेरि हामी मौसम खाँदैछौँ साथीहरु मौसम चाउचाउ खाएर फेरि मौसम खाँदैछौँ है नुन खुर्सानीसँग मौसम खाँदैछौँ हेर्दै गर्नु होला सबैले मौसम खानुभयो यहाँ चाहिँ तिनवटा चाउचाउ मैले सुनेको थिएन साँच्चै हो के भन्नु यहीको कहाँ छ र यिनले दुईटा बोकेको थियो मौसम फेरि मौसम खाइसक्नु भएको छ साथीहरु हामी चाहिँ नास्ता खाएर फेरि सुरु गरौँ है खर काट्न यता मालिक साहबले मालिक साहब हेलो भन्नु घाम भएर मार्ने भयो यार आज लास्ट घाम भयो कति बेला 12 बज्छ जस्तो लागिरहेको छ साथीहरु अब 10 मिनेट छ के साथीहरु हामी चाहिँ 12 बजिसक्यो हामी चाहिँ घरतिर जाँदैछौँ यत्रो काट्यौँ आजको दिनमा यति काटेर अब यो घाँस लगेर घर जानुपर्ने हुन्छ भन्दै हामी आज मेरो भिडियो फुल भिडियो हेरेर कस्तो लाग्छ कमेन्ट गर्नु होला सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है साथीहरु भन्दै ल साथीहरु हामी चाहिँ काट्ने ठाउँदेखि पनि घाँस बोकेर नि घरतिर हिँडिसक्यौँ है त हामी चाहिँ घाँस चाहिँ थोरै थोरै बोकेर हिँडेछौँ है भोक लागिसक्यो कि 12:30 भइसक्यो त्यही भएर थोरै थोरै घाँस लिएर घरतिर हिँड्यौँ यता हेरौँ त ए के भन्नुभयो आन्टी ल मेरो घाँस पनि यही हो है हेर्न सक्नुहुन्छ हामी चाहिँ यति घाँस लिएर हिँडेको छौँ है ल सबैजनाले मेरो फुल भिडियो हेर्न नबिर्सनु होला मेरो फुल भिडियो हेरेर कस्तो लाग्छ कमेन्ट गरिदिनु है साथीहरु सब्स्क्राइब चाहिँ सबैजनाले सब्स्क्राइब गरिदिनु है त सबैजनाले मेरो भिडियोलाई सपोर्ट गरिदिनु होला साथीहरु भन्दै
म चाहिँ यो भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु साथीहरू सबैजनालाई बाई बाई।